यो पानीजहाज कम्पनी शिपिङ कम्पनी सन् 1970 मा इटलीमा स्थापना गरिएको थियो। कम्पनी स्थापना गर्ने मानिसको नाम जियान लुजी अपुन्टे हो। उनको जन्म 1940 मा सेरेन्टो नेपल्स इटलीमा भएको थियो। पेशाले उनी पानीजहाजका कर्मचारी हुन्। एक दिन यस्तो घटना घट्छ, हाइफा इजरायलमा जन्मेकी राफेलासँग उनको भेट हुन्छ र राफेला उनको बुवासँग जेनेभा स्विजरल्यान्डतिर बसाइसराई गरेकी थिइन्। उनीहरू दुईजनाको भेट भइसकेपछि उनीहरूले यो मेडिटेरेनियन शिपिङ कम्पनी सन् 1970 मा स्थापना गरेको हो। 1970 मा स्थापना गरिसकेपछि एउटा कार्गो पानीजहाज किनेका थिए र उनीहरूले इटलीबाट अफ्रिकाको लागि मालवाहक सामानहरू ढुवानी गर्दथे। त्यस पछाडि सन् 1988 मा उनै अपुन्टो फ्यामिलीले एउटा क्रुज सानो किनेका थिए। त्यसलाई बढाउँदै लगेर अहिले यो मेडिटेरेनियन शिपिङ कम्पनी को जम्मा 22 वटा पानीजहाजहरू अथवा यात्रुवाहक पानीजहाजहरू छन्। यसको सबैभन्दा ठुलो पानीजहाज भनेको एमएससी ओल्ड युरोपा हो र सन् 2025 मा एमएससी ओल्ड अमेरिका आउँदैछ। 2026 र 2027 मा अर्को एक वटा नयाँ पानीजहाजहरू आउँदैछन्। ती पानीजहाज एमएससी ओल्ड क्लासका पानीजहाज निर्माण गर्न $1 बिलियन लाग्दछ।